हाई गाइस, वेलकम टु माई मिनी भ्लग। अब हामी आज चाहिँ बिहान उठेर गाडीमा चढेर हामी भोट हाल्न जाँदैछौँ। अनि हामी मान्छेहरू यहाँ सबैजना बटुलेर गाडीमा बसिरहेको छौँ। हाम्रो मेमे मम सबैजना जाँदैछौँ। मेमे कता जान लाग्नु भएको? कता जान लाग्नु भएको? कता जान लागेको तपाईँ? ए भोट हाल्नु हो। अब लाग्यो हामी भोट हाल्नेतर्फ। हामी ठुलो बार्कुबाट हिँडेर अब सानो बार्कु पुग्न लाग्यौँ। बाटोहरू चाहिँ यस्तो छ, गाडीमा हामी जाँदैछौँ। अनि हाम्रो टोलीहरू चाहिँ यस्तो छ है, हाम्रो मम मेमे अनि आसु सबैजना छौँ। यो देखिरहेको पुल चाहिँ स्याफ्रोबेसीको पुल हो। ठ्याक्कै यो पुल कटिसकेपछि चाहिँ स्याफ्रोबेसी आउँछ। अब चाहिँ हामी पारी आइसक्यौँ त्यो पुललाई काटेर। अब हामी गाडीबाट झरेर हिँड्न थाल्यौँ। हामी चाहिँ यति धेरैजना आएको थियौँ गाडीमा। अनि अब हामी हिँड्नुपर्छ, हिँडेर माथि पुग्नुपर्छ। अनि हामी जाँदैछौँ। अनि यहाँ हाम्रो मम पनि हुनुहुन्छ, मम पनि भोट हाल्न जाँदै हुनुहुन्छ। हामी लगभग 10 मिनट चाहिँ हिँड्नुपर्छ यहाँबाट, किनभने हामीले जुन गाडीमा आएको थियौँ त्यो गाडी चाहिँ माथिसम्म लानु मिल्दैन, हामीलाई तल नै रोकियो। अनि हामी त्यहाँबाट हिँड्दैछौँ। के छ साथी? किन यहाँ बसेको? कोक खानु होइन होला। अनि हाम्रो लागि खाना पनि रेडी थियो, मासु भात। खाए पनि भोट फर चेन्ज हो। भोट हाल्न आउँदा कोही धेरै भयो। बिहेमा हो हाम्रो मासु भात खाना आयो है तेरो घरमा माथि चाहिँ कस्तो? मनले पठाएर कस्तो तातो हौ। घामको हो यो एमालेको मासु भात बोल्छ घामकोले पोल्छ नि त। ए त्यही भएर तातो भएको भात। रुख सुकिसक्यो अनि शीतल छैन। भोटर्सहरू भोट हाल्न जाँदैछ बिचरा। अब चाहिँ हामी भोट हाल्ने ठाउँमा पुगिसकेको छौँ पालिकामा। अनि हामी यति धेरै मान्छेहरू छौँ यहाँ भोट हाल्न आएको। अनि हामीहरू हाम्रो नाम अनि नम्बरहरू हेर्दैछौँ यहाँनिर खोजेर। हामीहरू भोटको लाइनमा जानुपर्ने हुन्छ। अब आफ्नो नाम अनि नम्बर हेरेर चाहिँ हामीहरू अब भोट हाल्ने लाइनमा गयौँ। लाइन चाहिँ यति धेरै थियो, मान्छेहरू सबैजना बस्नु भइरहेको थियो लाइनमा। अनि आफ्नो पालो पर्खिँदै एकछिन बस्यौँ। अनि त्यहाँ पर गएर त्यसपछि चाहिँ आफ्नो पालो पर्खेर आफूलाई मन परेको व्यक्ति अथवा पार्टीलाई गएर भोट हाल्यौँ। 2टा भोट पाउँथ्यो हामीले, अनि त्यो हाल्यौँ। अनि अरू मान्छेहरूको चाहिँ पालो पर्खिँदै हुनुहुन्थ्यो। अनि हामीले चाहिँ भोट हालेर यसरी फर्क्यौँ फेरि पनि गाडी चढेर ठुलो बार्कुसम्म।